हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान। यो नाइटको म अहिले भिडियो बनाउँदाखेरि गुड मर्निङ भन्दैछु बिकज मैले मर्निङमै भोइस ओभर गरेको थिएँ। यो भिडियो रातिको हिजोको। तर मैले डिनरमा बनाउँदै थिएँ छोले अनि रोटी। त यहाँनिर मैले छोलेलाई बोइल गर्नका लागि हालेको छु। आलुलाई पनि हालेको छु। साथमा यहाँनिर खडा मसाला सल्ट अनि तेजपत्ता हालेर 5 विसल आने तक कुक गर्छु। अनि साथै यता यो छोले बनुन्जेली म यहाँनिर आटाको डो लगाइहाल्छु। अनि आशीर्वाद आटा किन मनपर्छ भन्दा मलाई आटालाई यो आशीर्वाद आटालाई गरम पानीले मुछ्नु पर्दैन। ठन्डा पानीले मुछ्यो भने पनि 5 मिनट रेस्टमा राखिदिए भने एकदमै रोटी सफ्ट बन्छ। अनि साथै यहाँनिर मेरो बात गर्दा गर्दा छोले पनि बन्यो। अनि यो चाहिँ मैले बनाउँदैछु विदाउट लसुन एन्ड प्याजको छोले। अनि यहाँनिर सिर्फ टमाटर हालेको छु। 3टा टमाटर हालेँ, टमाटरको प्युरी बनाएँ। अनि यहाँनिर जीरा, खडा मसाला, जीरा अनि ड्राई रेड चिली हालेँ। अनि साथमा यो जिन्जर हो जो कि लामो लामो स्लाइसमा काटेको थिएँ। अनि यहाँनिर रेगुलर मसला हालेर मसलालाई राम्ररी भुनिहाल्छु। उसको बादमा यसमा एड गर्छु छोलेलाई एड गरेर यहाँनिर छोलेको जो पानी थियो त्यो पनि यसमै एड गर्छु। अनि यहाँनिर छोले बन्दा साथमा म यहाँनिर आफ्नो हस्बेन्डको लागि मेरो लागि रोटी पनि बनाइहाल्छु। और छोले चाहिँ त मलाई एक्चुअली भटुरे बेसी मनपर्छ, तर मेरो हस्बेन्डलाई ओइली चिज बेसी मन पर्दैन। त्यसको लागि मैले रोटी नै बनाउँछु। अनि बेसी ओइली चिज खान खोज्नुहुन्न त्यसको लागि नि त। अनि यहाँनिर बनाइहालेँ फटाफट मैले रोटी पनि। अनि यहाँनिर रोटी बन्दा यहाँनिर सब्जीलाई पनि यसमा अलिकति कसुरी मेथी एड गर्न थिएँ। यसमा कसुरी मेथी एड गरिहाल्छु। अनि यहाँनिर मैले मेरो डिनर सर्भ गर्दैछु। यो हस्बेन्डको लागि सर्भ गरेको। साथमा हस्बेन्डले बनाउनु भएको थियो ब्याम्बो सुटको चटनी जो कि मेरो फेभरेट हो। अनि यहाँनिर छोले हेर्नुहोस् थिक बनेको थियो। अनि थ्याङ्क यू।